आजबाट हामीले क्लास 12 को पार्ट 3 लिएर आएका छौँ सिक्वेन्स एन्ड सिरिजमा। हामीले योभन्दा अगाडि चाहिँ हामीले त्यो प्रोडक्ट जस्तो खालको हामीले nth टर्म र त्यसको सम निकालेको थियौँ। अब चाहिँ हामीले अर्थमेटिक सिरिजमा ज्योमेट्रिक सिरिजमा कसरी त्यसको nth टर्म निकाल्ने अनि त्यसलाई कसरी त्यसको सम निकाल्ने भनेर गर्दैछौँ। जस्तो क्वेसन हेर्नु, मैले 3टा क्वेसन र अनि 4 5 6वटा क्वेसन छ। 3टा क्वेसनबाट एउटा गरिदिन्छु 2 नम्बरको, अनि त्यसपछि 4 5 6 मा एउटा गरिदिन्छु। मानौँ अब हेरौँ इक्जाममा त हामीलाई यस्तो nth टर्म एन्ड देन सम भन्छ 2 + 4 + 8 + 4। अहिले हामीलाई कुन सिरिज भन्ने थाहा हुँदैन सुरुमा क्वेसनमा त। अब सुरुमा त अब हामीले के गर्नु पर्यो भन्दाखेरि सधैँ हामीलाई nth टर्म भनेर tn बी द nth टर्म भनेर मान्नु पर्यो, sn बी द टोटल सम। यहाँ हेर्नु म एउटा क्वेसनमा गर्छु, भयो भएर क्वेसन एउटै हुन्छ है। अब यहाँ हेर्नु nth टर्म tn भनेको सधैँ nth टर्म मान्ने, sn भनेको सधैँ सम मान्ने। थाहा छ हामीलाई, योभन्दा अगाडिको भिडियोमा नि हामीले tn भनेको nth टर्म मानेको थियौँ। अब हाम्रो sn भनेको यही क्वेसनकै छ भनेर यो हामीले अगाडिको क्वेसनमा पनि गरेको थियौँ। अब यहाँ चाहिँ के फरक छ भने sn भनेको 2 + 4 + 8 + 14 छ नि, डट 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 प्लस अनि tn - 1 + t हो नि। सधैँ जुनै क्वेसन नि यही लेख्नु है, किनभने लास्ट टर्मभन्दा अगाडि एक कम त आउँछ नि, थाहा छ नि। nth टर्मभन्दा अगाडि एक कम आउँछ, योभन्दा नि अगाडि tn - 2 आउँछ, tn - 3 यसरी हुँदै जाने त हो नि। लास्टमा कोही nth टर्म छ त। अगाडि हामीले क्वेसन यस्तो गरेको थिएन, अहिले चाहिँ हामीलाई यहाँनिर एडिसन सब्ट्र्याक्सन गर्नु छ। त्यो कारणले के कुरा बुझ्नु, जुनै पनि क्वेसनमा sn भनेको यो क्वेसन दिएको पछि डट 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 गरेपछि tn - 1 र प्लस tn लेख्दा हुन्छ। अनि फेरि सेम क्वेसन सार्ने कि सेम sn भनेको सेमै लेख्ने, तर एक स्पेस छोडेर लेख्नु पऱ्यो। अब हामीले यहाँनिर 2 मा छ भने 4 बाट फेरि सुरुबाट एरेन्ज गर्ने, अनि यो tn - 1 र tn चाहिँ सँगसँगै राख्ने, यति कुरा बुझ्नु पऱ्यो। अब यहाँ हेर्नु हामीले के गर्नुपर्छ भने अब घटौँ। अब यो दुईटा इक्वेसन त मैले बनाएँ। अब यहाँ हेर्नु एउटा यहाँनिर के गर्नु पऱ्यो भन्दाखेरि तपाईँले यहाँ माइनस गरौँ, अनि यहाँनिर नि माइनस 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 यसरी माइनस हुन्छ भनेर गरौँ। अब हेर्नु sn र sn काट्यो, अनि हेर्नु सुरुको 2, अब sn काटेपछि के आउँछ 0 बाँकी बस्छ कि बस्दैन तपाईँहरूले बुझ्नु भयो नि। मैले दुईटा इक्वेसन एउटा इक्वेसनले दुईटा बनाएको। अब यहाँ 2 को 2 जस्तोको त्यस्तो आयो, 4 मा 2 गर्दा कति आयो +2 नै आयो, त्यसपछि कति आयो 4 आयो, त्यसपछि कति आयो 6 आयो, त्यसपछि प्लस डट 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 हेर्नु, अनि यसमा यो काट्यो, माइनस भएपछि यो काट्यो, अनि त्यसपछि यहाँनिर अब यहाँ के हुन्छ यहाँनिर -tn हुन्छ भनेर, सधैँ -tn हुन्छ भनेर यति बुझ्नु पऱ्यो तपाईँहरूले है। यति बुझिसकेपछि अब हामी जाउँ। अब हामी यहाँ हेर्नु त tn भनेको हाम्रो के छ, यहाँ हेर्नु nth टर्म आयो कि आएन हाम्रो tn भनेको जस्तो। tn भनेको कति आयो हाम्रो यो -tn यता आउँदा +tn भयो, अनि त्यसपछि 2 + 2 + 4 + 6 प्लस डट 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 भयो। अब यहाँ हेर्नु है त, यो tn भयो इजिकल टु हामीले 2 को लाई छोडिदिउँ, अहिले 2 को लाई छोड्यो भने यता 2 + 4 + 6। अब त्यसपछि यसलाई हेरौँ, ध्यान दिएर हेर्नु त यो तिनटालाई, 2 छ, त्यसपछि 4 छ, त्यसपछि 6 छ। कमन डिफ्रेन्स बराबर भएर गएको छ कि छैन, जस्तो 2 मा 2 जोड्दा 4, 4 मा 2 जोड्दा 6, 6 मा 2 जोड्दा 8 हुँदै जान्छ। यो हाम्रो अर्थमेटिक सिक्वेन्स भनेर यहाँबाट थाहा हुन्छ हामीलाई है। किनभने हेर्नु ज्योमेट्रिक भनेको मल्टिपल भएर जान्छ, 2 × 2 = 4, 4 × 2 = 8, 8 × 2 = 16, 16 × 2 = 32 भनेर जान्छ। अहिलेको लागि हाम्रो अर्थमेटिक सिरिज छ। अर्थमेटिक सिरिजमा किनभने हेर्नु 2 मा 2 जोड्दा 4, 4 मा 2 जोड्दा 6, यसको कमन डिफ्रेन्स कति छ 2 छ। अब त्यसपछि हामीलाई अब यसको भ्यालु रफमा गर्नु पर्यो यहाँ तपाईँहरूले, नभए यहाँ हेर्नु ल, यति सजिलो छ, एकदम सजिलो छ। जस्तो यहाँनिर रफमा भनेर इक्जाममा साइडमा देखाए पनि हुन्छ। अब यहाँ हेर्नु त हामीलाई 2 + 4 + 6 + डट डट, यो मैले अगाडि क्वेसनमा के भनेर गराएको थिएँ, यसको nth टर्म भनेको सधैँ एउटै फर्मुला हुन्छ, tn भनेको a + n - 1d, यो हामीले गराएको थियो नि अगाडिपट्टि। तपाईँले 2, 4, 6 मा गरेर यहाँनिर प्लस नलेख्नु ल, यहाँ कमा लेख्नु, यहाँनिर कमा हुन्छ, यहाँनिर कमा हुन्छ, पक्नु है। अहिले हामीले त यो गर्न थाल्यो नि त, यहाँनिर रफमा यस्तो गर्न थाल्यो नि त। अब 2, 4, 6 को गऱ्यो भने a + n - 1d हुन्छ, त्यो भनेको 2 भयो फर्स्ट टर्म, n भनेको n जस्तो चाहिँ कमन डिफ्रेन्स भनेको 2 छ। अब त्यसपछि 2 + 2n - 2 भनेपछि यो र यो काट्यो, कति आयो 2n आयो। हेर्नु tn भनेको 2n आयो। अब सम भनेको कति हुन्छ, सधैँ समेसन tn हुन्छ, हामीलाई थाहा छ, यो अगाडिको फर्मुला गरेको tn को भ्यालु 2n छ। अब हेर्नु 2 बाहिर आयो, समेसन n आउँछ। समेसन n भनेको तपाईँलाई थाहा होला नि, समेसन n भनेको के हुन्छ हेर्नु, नेचुरल नम्बरको सम भनेको 2 अनि n + 1/2 हुन्छ है। यो फर्मुला n + 1/2 मेरो अगाडिको भिडियोमा नि छ। यो भनेपछि कति बाँकी बस्यो n + 1 बाँकी बस्यो, यसको सम यति बाँकी बस्यो, n + 1 बाँकी बस्यो। अब हामीले यो डाइरेक्ट यहीँ हाल्दा हुन्छ। हेर्नु त यो रफमा गरिसक्ने। अब त्यसपछि हेर्नु यो 2 भयो,
यो हटाइदिने भयो है, यो यहाँ मैले बुझाउनको लागि लेखिदिएको तपाईँहरूलाई। अब त्यसपछि 2 अनि प्लस अब यहाँ हेर्नु त मैले अब यहाँ हेर्नु हामीले यहाँनिर पुट n इजिकल टु n माइनस 1 गर्नुपर्छ। किन भन्दाखेरि पुट n इजिकल टु n माइनस 1 गर्नुपर्छ सधैँ, जुनै पनि क्वेसन होला। मलाई राम्रोसँग हेर्नु किन त्यो गरेको भन्दाखेरि मैले यहाँनिर यो 2 भन्ने स्पेस छोडेर गरेको छु नि त, एक स्टेप पछिबाट गरेको भनेपछि त टोटल हाम्रो कति हुने भयो, n माइनस 1 हुन्छ नि त टोटल नम्बर त। बुझ्नुभएको भएन तपाईँले? यहाँनिर हेर्नु यो स्पेस छ, स्पेसमा छोडेर यहाँनिर 0बाट सुरु भयो भने जस्तो यो अगाडिपट्टि यहाँनिर यहाँ हेर्नु न, जस्तो यहाँनिर मैले यो छोडेँ नि, यो कहाँ सरी यहाँ हेर्नु त, जस्तो यो मैले रातो यो मैले छोडेर गएको छैन अघिल्लो भन्नु त, जस्तै यही तपाईँ यही छोडेँ, यही हेरे पनि भयो, यो टर्म छोडेर पो मैले यिनीहरू तिनटाको गरेको हो कि होइन। यो टर्म छोडेपछि अब हाम्रो nth टर्म के हुन्छ, t इजिकल टु n माइनस 1 गर्नु पऱ्यो। अब त्यसपछि मलाई n को ठाउँमा कति राख्ने, n माइनस 1, त्यसपछि फेरि n को ठाउँमा n माइनस 1 प्लस 1 अनि यो र यो काट्यो, बाँकी बस्यो n, यो गर्दा n स्क्वायर माइनस n। यहाँ हेर्नु है मैले के भन्न खोजेको भन्दाखेरि हामीले अघि सुरुमा मैले यहाँनिर 2 लाई छोडेर यसलाई स्किप गर्नु भनेको छु। स्किप गर्नु भनेपछि अब के आउँछ त, यसलाई एउटा स्किप गरेपछि टोटल नम्बर त n माइनस 1, यो स्किप गरेपछि त n माइनस 1 हाल्नु पऱ्यो नि त। टोटल n थियो भने एउटा स्किप गरेपछि त n माइनस 1 हाल्नु परेन। बुझ्नुभयो नि तपाईँले? हो। अब त्यसपछि त्यो हाल्दाखेरि यहाँ हेर्नु के आउँछ भन्दाखेरि n स्क्वायर यहाँनिर n आउँछ, त्यसपछि यहाँ n स्क्वायर माइनस n आयो। अब म यो यहाँ लेखिदिन्छु ल। अब यहाँ हेर्नु यति भनेको कति आयो हेर्नु त, n स्क्वायर माइनस n आयो, n स्क्वायर माइनस n आयो, tn भनेको कि होइन, tn हाम्रो nth टर्म आयो, सकियो हाम्रो यो nth टर्म है। अब हामीलाई nth टर्म आयो, अब हाम्रो यसको सम निकाल्नु छ। अब हेर्नु थाहा छ यो जसलाई पनि हामीले सम भनेको के भनेर लेखाएको छ मैले भन्नु त अगाडिपट्टि, म तपाईँलाई देखाइदिन्छु पनि मैले पढाएको अगाडि। सम एसएन भनेको समेसन टिएन हुन्छ भनेर थाहा छ। अब त्यसपछि हेर्नु समेसन टिएन भनेको ठाउँमा के छ, टिएनको भ्यालु मलाई भन्नु त समेसन अनि त्यसपछि 2 प्लस n स्क्वायर माइनस n छ। अब मलाई हेर्नु है त सधैँ, अब यसलाई छुट्याइदिउँ ल, समेसन 2 प्लस समेसन n स्क्वायर माइनस समेसन n। एउटा कुरा याद राख्नु है सबैले, जस्तै समेसन 2 भनेको के हो भन्दाखेरि 2 प्लस 2 प्लस 2 प्लस 2 प्लस डट 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 गयो है। अनि यसको समेसन 2 भने यसरी हो, 2 2 2 2 2 गयो भनेर। यस्तो छ भने हामीलाई सधैँ के हुन्छ 2n हुन्छ भनेर मैले 2 प्लस 2 प्लस 2 प्लस 2 2n 3 प्लस 3 प्लस 3 प्लस 3 प्लस 3 प्लस छ भने 3n हुन्छ भनेर भनेको छु। अब समेसन n स्क्वायरको भ्यालु अब तपाईँलाई मैले यसरी पनि देखाइदिन मिल्छ, जस्तै कतिको समेसन हाम्रो n स्क्वायरको यहाँ हेर्नु है त, कहाँबाट हेर्ने भन्दाखेरि यहाँबाट हेर्दा हुन्छ तपाईँहरूले समेसन n स्क्वायरको भ्यालु यहाँ हेर्नु त, यहाँनिर n स्क्वायर भनेको कहाँ छ, यहाँ छ, यहाँ हेर्नु यो मैले यहाँ 1 स्क्वायर प्लस 2 स्क्वायर भनेको n स्क्वायर हो, अन्तिमकोलाई n समेसन n स्क्वायर गऱ्यो भने यो आउँछ n प्लस 1 2n प्लस 1/6 आयो, n प्लस 1 2n प्लस 1/6 आयो है। हेर्नु त्यस के आयो n प्लस 1 2n आयो, यो भनेको के हो n प्लस 1 2n प्लस 1/6 आयो कि आएन। अब माइनस समेसन n भनेको फर्मुला हुन्छ, यो फर्मुला के हुन्छ n प्लस 1/2 हुन्छ, n प्लस 1/2 हुन्छ। अब म हल्का यता गरिदिन्छु है, हल्का इजिकल टु भनेर लेख्नु, 2n लाई जस्ताको त्यस्तै राखिदिनु प्लस, अब यहाँ n प्लस 1/2 कमन तान्नु त यहाँबाट के बाँकी बस्छ 2n प्लस 1 बाँकी बस्छ बाई 3 माइनस 1 बाँकी बस्छ। हेर्नु है त यहाँ, अब त्यसपछि 2n प्लस, त्यसपछि यहाँ हेर्नु त n प्लस 1/2 त्यसपछि फेरि 2n प्लस 1 माइनस 3 एलसिएम लिएको है हामीले ल। यसलाई यसरी कर्ली ब्र्याकेट दुईटा हाल्यो नि भयो, जस्तै 2n प्लस n प्लस 1 अनि त्यसपछि फेरि हेर्नु माथि यो गर्नु सिधा सिधा 2n, त्यसपछि आउँछ माइनस 2 आयो, त्यसपछि 2 3 जा 6 आयो, डाइरेक्ट गरिदिएँ मैले। अब त्यसपछि 2n प्लस, अब यसलाई सल्भ गर्दै जाने केही गाह्रो छैन है, 2n प्लस यहाँ हेर्नु यसलाई एलसिएम लिए पनि हुन्छ, तपाईँहरूले किन उ गर्नु त नभए एकैतालि म गरिदिन्छु, यसलाई सिधै एलसिएम लिनु। अब एलसिएम लिन त आउँछ, एलसिएम के गरिदिनु भन्दाखेरि 6 2 जा 12n प्लस अनि मल्टिप्लाई पनि गरिदिन्छु म डाइरेक्ट नभए अहिले एकताल n प्लस 1 अनि त्यसपछि 2n माइनस 1 2n माइनस 2 भयो डिभाइड बाई 6 आयो। अब यहाँ हेर्नु त यसलाई गरौँ त
2n प्लस पहिला यो एनले n स्क्वायर प्लस n गर्नु अनि त्यसपछि यहाँबाट तपाईँहरूले यस्तो गरे पनि हुन्छ 2 कमन तानेर काट्दै पनि हुन्थ्यो खासै फरक त पर्दैन थियो बाई 6 अब मल्टिप्लाई गर्नु त 2n यो 12 n हो है 12n प्लस अनि यो र यो गर्दाखेरि 2n क्युब माइनस 2n स्क्वायर प्लस 2n स्क्वायर माइनस 2n यो र यो काट्यो तल कति छ 6 छ त्यसपछि 2n क्युब प्लस 10n बाई 6 आउँछ त्यो भनेको हेर्नु त 2n कमन आयो भने n स्क्वायर प्लस 5 आयो त्यो भनेको 6 आयो 2 3 जा 6 आयो भनेपछि हाम्रो कति आयो हाम्रो n स्क्वायर प्लस 5 बाई 3 आयो बुझ्नुभयो है म सरर भनिदिन्छु एकताली हाम्रो सुरुमा हामीलाई nth टर्म एन्ड देन सम भनेर सोधेको हुन्छ अनि हाम्रो काम nth टर्म निकाल्नु पर्यो अब सधैँ जहिले पनि यो भनेर लेख्नु पर्यो तपाईहरुले एसएन भनेको यो क्वेशन छ जस्तोको छ त्यस्तै अनि tn प्लस 1 प्लस tn माइनस n यो भनेको nth टर्म भन्दा एक टर्म कम भएकोलाई हामी tn माइनस 1 भन्छौं अनि फेरि एसएन लेख्ने अर्को चाहिँ एक स्टेप छोडेर लेख्ने अनि त्यसपछि हामीले त्यसलाई सबट्र्याक्ट गर्ने एसएन माइनस एसएन 0 भयो 2 को जस्ता त्यस्तै फोमा 2 गर्दा यस्तो रेशियोमा आयो अन्तिममा माइनस tn बाँकी बस्यो सधैँ माइनस tn बाँकी बस्छ काटिदाखेरि भनेर बुझ्नु पर्यो के तपाईले एक टर्म n सम्म काटेपछि त एउटा बाँकी बस्यो n मात्रै काट्यो नि त त्यसरी अब त्यो काटिसकेपछि सधैँ माइनस tn टर्म बाँकी बस्छ यहाँ भनेर बुझ्नु पर्यो यताहरू के काटेर बाँकी बस्छ माइनस tn काटिन्छ माइनस tn बाँकी बस्छ भनेर जुनै क्वेशनमा पनि है अनि त्यसपछि हेर्नु tn भनेको छ मैले जस्तो यो माइनस tn इजिकल टु यता आउँछ प्लस tn भयो अनि यो भनेको सुरुको सधैँ छोड्नु पर्यो सधैँ जेमा पनि अनि यो 2 + 4 + 6 भनेको हामीले 9 क्लास 10 क्लासमै पढेको यो अर्थमेटिक सिरिज हो कमन डिफरेन्स 2 ले बढेको छ भन्दा 2 ले बढेको छ भनेर मल्टिप्लाईले बढ्यो भने त्यो ज्योमेट्रिक हुन्छ यो नभए अर्थमेटिक हुन्छ अर्थमेटिक भने हामीलाई थाहा छ अनि रफमा यो अगाडि मैले गरेर सिकाएकै छ तपाईहरुलाई यहाँनेरि tn भनेको यहाँनेरि यहाँ tn भनेको n + 1 - nd भनेको 2n बाँकी बस्यो यसको समलाई हामी nth टर्म भन्छौं तर हाम्रो मेन यो एन्सर होइन किनभने हामीले n भनेको यहाँ हेर्नु यहाँनेरि एक कम एक यसको गनेकै छैन भनेपछि त एक घटाउनु पर्यो n मा एक त गनेकै छैन भनेपछि हाम्रो त टोटल नम्बर त n-1 हो भनेपछि n-1 हालेर यसलाई सल्भ गर्दा n² - n आयो त्यही भएर हाम्रो त्यसको सम भनेको n² - n आयो अनि +2 अगाडिको जस्ताको त्यस यसलाई त जोडेकै छैन नि त अनि त्यही भएर अब हाम्रो हेरौँ अब समेसन यसकै tn आयो tn कै समेसन tn भनेकै समेसन n हो अनि यो गरिसकेपछि अब n² को फर्मुला हामीले अगाडि बढाइहालेको यो पनि फर्मुला हालेको यो सल्भ गर्न त आइहाल्छ यो तपाईहरुलाई केही गाह्रै भएन अब हाम्रो एउटा अर्को टर्म गरौँ कुन भन्दाखेरि अब हामी 6 नम्बर क्वेशन गरौँ है त 6 नम्बरको यहाँ पनि केही छैन 6 नम्बरमा के छ 5 + 7 + 13 + 31 + 85 छ यहाँ पनि केही जस्तो अगाडि मैले गरेको छ सेम त्यस्तै गर्ने है गाह्रो भन्ने चीज केही पनि हुँदैन प्र्याक्टिस गर्नु पर्यो तपाईहरुले अब यहाँ जस्तो अहिले मैले tn लाई के भनेर मान्ने लेट tn बी द nth टर्म एन्ड अनि sn बी टोटल सम भनेको छ है अनि त्यसपछि हेर्नु अब मैले अघि जस्तो गरे त्यस्तै गर्ने ल sn भनेको सुरुमा राख्ने 5 प्लस अनि 7 प्लस 13 प्लस 31 प्लस 85 अनि त्यसपछि प्लस डट 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 प्लस tn - 1 प्लस tn मैले यो भनेर राखेको थिएँ है अनि फेरि अर्को पनि यसै नै राख्ने इजिकल टु अनि यहाँबाट नराख्ने एक स्टेप छोडेर राख्ने 5 प्लस 7 प्लस 13 प्लस 31 प्लस डट 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 tn - 1 प्लस tn हुन्छ भनेर राखेँ अनि त्यसपछि मैले के गर्ने भनेको थिएँ सबट्र्याक्ट गर्ने भनेको थिएँ अनि यहाँ माइनस अनि यहाँनेरि माइनस 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 यो सब यहाँहरू काटिन्छ बाँकी बस्छ त्यहाँबाट यहाँ sn - s 0 भयो यो र यो काट्यो अनि त्यसपछि 5 अनि प्लस है यहाँ सुरुको अनि त्यसपछि 2 अनि त्यसपछि 6 प्लस 18 प्लस 54 ट्याक्कै तपाईँलाई थाहा हुन्छ कि त्यो मल्टिपलमा आएको छ कि केमा आएको छ भनेर अनि त्यस प्लस सधैँ यहाँनिर के बाँकी बस्छ माइनस tn हेर्नु सधैँ के जुनै क्वेसन हो यो चाहिँ हाम्रो ज्योमेट्रीको अहिले यहाँनिर यहाँ पनि मैले माइनस tn राखेको थिएँ नि हेर्नु यहाँ पनि माइनस tn नै हुन्छ यति त रटे जस्तो भए पनि भयो है केही पनि गाह्रो छैन अब म सुरुको छोडिदिन्छु एउटा टर्म अघि छोडे जस्तो यो 5 लाई अहिले म छोडिदिन्छु अब हेर्नु यो माइनस tn पहिला त ल्याउँ माइनस tn यता आउँदा के हुन्छ म रातैले गरिदिन्छु न पहिला माइनस tn यता आउँदा tn भयो इजिकल टु 5 प्लस 2 प्लस 6 प्लस 18 प्लस 54 प्लस डट 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 भयो मैले यो 2 लाई के गरेको छ
2 लाई मैले छोडिदिएको छ, यसलाई छोडिदिनु है, मैले भनिरहेको छु सुरुकोलाई छोडेपछि अब त्यसपछि हामीले जियोमेट्रिक सिरिजमा जान्छ। ल कसरी हेर्नु, यहाँ हेर्नु 2 3 जा 6, 6 3 जा 18, 18 3 जा 50 हो, 3 टाइम्सले गएको छ नि त, 2 3 जा 6 फेरि 6 3 जा 18 भनेपछि अब तपाईँहरूले यो त नर्मल कुरा हो, यस्तो त भन्नुपर्छ जस्तो लाग्दैन। जस्तै 6 डिभाइड बाई 2 कति हुन्छ, 2 3 जा आयो, अनि 18 डिभाइड बाई 6 कति हुन्छ, 3 आयो, 54 डिभाइड बाई 18 कति हुन्छ, 3 आयो हो। सबैको यसको कमन रेसियो भनेको सेम आयो, त्यही भएर जियोमेट्रिक सिरिज हो भनेर बुझ्दा पनि भयो तपाईँहरूले, केही फरक परेन है, यो यसरी बुझ्दा पनि भयो। अनि अर्को हामीलाई के गर्नुपर्छ भन्दाखेरि अब हामीले अघि नै जस्तो गरेको छ त्यस्तै गर्ने। यहाँ हेर्नु, जस्तो अब यहाँनिर nth भने कि एउटै पेन लियो, रङ जस्तो भए पनि बुझ्नु है। जस्तो 5 छ प्लस, अब हाम्रो फर्मुला छ जियोमेट्रिक सिरिजको फर्मुला, जियोमेट्रिक सिरिज फर्मुला के छ भन्दाखेरि, अनि त्यसपछि यो यति त केमा गएको छ, यति यहाँदेखि यहाँसम्म जियोमेट्रिक सिरिजमा गएको छ। यसको फर्मुला हुन्छ सधैँ a r को पावर n माइनस 1 त्यसपछि बाई r माइनस 1, यो फर्मुला पढ्नु। अब त्यसपछि हेर्नु 5 को 5 छ प्लस a भनेको छ फर्स्ट टर्म 2 छ, त्यसपछि r भनेको कमन रेसियो अघि मैले गरेको थिएँ नि त, 6 डिभाइड बाई 2 18 डिभाइड बाई 6 भनेको 3 छ, कमन रेसियो n माइनस 1 बाई 3 माइनस 1। हेर्नु r भनेको 3 कमन रेसियो थाहा छँदैछ। 5 प्लस 2 इन्टु 3 को पावर, अब ब्र्याकेट खोलिदिनु, माइनस 2 1 जा 2 भयो, डिभाइड 3 मा 2 गर्दा 2 आयो। अब त्यसपछि के हुन्छ, एलसिएम लिनु, 2 5 जा 10 प्लस 2.3 n माइनस 1 माइनस 2 आयो, डिभाइड बाई होल 2 आयो, 10 मा 2 गर्दा 8 आयो, 8 भनेपछि 8 प्लस 2.3 को पावर n माइनस 1 आयो बाई 2 आयो। यसलाई माथि 2 कमन ताने, डाइरेक्ट काट्दा नि हुन्छ, 2 कमन तानेपछि 4 प्लस 3 को पावर n माइनस 1 बाई 2 आयो। यो 2 र यो 2 काट्यो, बाँकी बस्यो 4 प्लस 3n माइनस 1 आयो। आयो कहाँनिर ल भने, यति त बुझ्नु भयो नि तपाईँहरूले। अब हाम्रो हेर्नु त, देयरफोर tn भनेको के छ, 4 प्लस 3n माइनस 1 आयो। अब यसको सम भनेको थाहा छ तपाईँलाई, सम भनेको यसकै समेसन tn हुन्छ, सधैँ समेसन tn हुन्छ, त्यो भनेको समेसन 4 प्लस 3 को पावर n माइनस 1 हुन्छ, त्यो भनेको समेसन 4 प्लस समेसन 3 को पावर n माइनस 1 हुन्छ। अब हेर्नु समेसन 4 भनेको 4 प्लस 4 प्लस 4 प्लस 4 प्लस, अघि समेसन 2 थियो, यहाँ हेर्नु ध्यान दिनु है, यहाँनिर अघि के थियो, समेसन 2 थियो, समेसन यहाँनिर हेर्नु समेसन 2 थियो, मैले के थिएँ 2n लेखेँ। अब समेसन 4 छ भने के लेख्ने भन्नु त, 4n लेख्ने, थाहा छ यो त, जसलाई पनि थाहा सजिलो छ। अब यदि 5 5 5 5 आएको भए 5n हुन्थ्यो, यहाँनिर 4n भयो। अब त्यसपछि हेर्नु, अब हाम्रो मेन फर्मुला भनेको यो n न, यहाँनिर हेर्नु त 3 को पावर n माइनस 1 छ कि छैन। अब यो 3 लाई तपाईँले के गर्न सक्नुभयो भने, यहाँ हेर्नु समेसनले भनेको जोड्ने काम गर्छ। अब हेर्नु है त, यहाँनिर पुटिङ n इजिकल टु 1 2 गऱ्यो भने, अब पहिला यस्तो गर्नु ल, जस्तो यहाँनिर हेर्नु त, पुट n इजिकल टु 1 2 3 4 यसरी जानु, किनभने यहाँनिर मिल्दैन। पहिला समेसन भनेको त जोड्दै जान्छ, 3 को पावर 1 हाल्दा 1 माइनस 1 0, प्लस 3 को पावर 2 हाल्दाखेरि 1 आयो, प्लस 3 को पावर 3 हाल्यो, प्लस डट 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 हुँदै जान्छ कि जाँदैन। अब यहाँ हेर्नु, यो त 4n छ, प्लस 3 को पावर 0 भनेको कति हो 1, 3 को पावर 1 भनेको 3 प्लस 9 प्लस हुँदै 27 हुँदै यसरी जान्छ है, 3 को पावर 2 प्लस 3 को पावर 3 हुँदै यसरी जान्छ, डट 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 भएर गयो। अब यो पनि के हो 1 हेर्नु त, 1 3 जा 3, अनि 3 3 जा 9, 9 3 जा 27 भनेपछि यो पनि जियोमेट्रिक सिरिजमै गएको छ। अब 4n प्लस, अब हाम्रो फर्मुला के हुन्छ हेर्नु त, अब कमन रेसियो निकाल्न त आउँछ नि तपाईँलाई, r भनेको t2 बाई t1 गरेर, t2 भनेको 3 छ 1 इजिकल टु 3 गयो, अथवा t4 छ भने t4 बाई t3, t5 बाई t4 यसरी गर्नु पऱ्यो है। अब यसमा पनि त्यो अनुसार फर्मुला हाल्नु त, अघि कस्तो a, अनि त्यसपछि ar को, यहाँ हेर्नु त फर्मुला हेर्नु त, a अनि त्यसपछि फर्मुला मिस्टेक भयो है, यहाँ हेर्नु a ब्र्याकेट r को पावर n माइनस 1, r को पावर n माइनस 1, अनि त्यसपछि माइनस 1 r माइनस 1, यो किनभने यति जियोमेट्रिक सिरिजमा छ हाम्रो है, त्यही भएर यो फर्मुला लाग्यो। अब 4n प्लस a भनेको फर्स्टमा 1 छ, r भनेको छ कमन रेसियो 3 छ, 3 को पावर, त्यसपछि n भने n माइनस 1 माइनस 3 डिभाइड बाई कति छ, यहाँ हेर्नु त, बुझ्नु भयो नि तपाईँ, 3 माइनस 1 छ, 3 माइनस 1 छ। अब त्यसपछि हेर्नु 4n प्लस, अब यहाँनिर 1 को 1 भयो, अनि 3 माइनस 1 2 भयो, 3 को पावर n माइनस
यो 3 को पावर n भयो -1 भयो e को पावर n यो माइनस यहाँनिर यहाँ 1 हो है यो 1 हो है अनि 3 को पावर n -1 त्यसपछि बाइ 2 आयो त्यसपछि एलसीएम लिनु 2 4 जा 18 प्लस 3 को पावर n -1 बाइ 2 आयो हाम्रो एन्सर है अब यो भन्दा हामी सल्भ गर्न सक्दैनौँ हाम्रो एन्सर यही भयो है यसमा पनि केही त गरे हैन मैले हेर्नु केही यो जस्ताको त्यस्तै गरेको छ सुरुको स्किप गरेको छ अनि त्यसपछि यो 3 को पावर n -1 भयो अनि यसको t1 आयो t1 को समेसन भनेको sn आयो अनि sn मा हामीले समेसन 3n - 1 लाई अनि जस्तो अब पुट n = 1 2 3 गर्नु पर्यो है त्यो गरेको कारणले गर्दाखेरि हाम्रो के आयो भन्दाखेरि यसलाई यो पनि अब यति 1 + 3 + 9 + 27 आयो यो पनि फर्मुलामै गयो फर्मुलामा गइसकेपछि यसलाई फर्मुला हालेर सल्भ गरे